आज हाम्रो दिदीहरूले यसो धान रोप्ने भन्ने हुन्थ्यो धान रोप्नु भन्दा पनि हल्लै बढी बहिनीहरू खान्छ होइन त्यो दिदी मात्र खान्थेन त्यही सारा दिदी के त होइन आज खाना पकाउनु भएको छ धान रोप्ने प्रोग्राम भएको अवस्था जानकारी पाएका छौँ। खेतालाहरू टन्नेछन्। यहाँनिर हाम्रो आमा हुनुहुन्छ हाम्रो दिदी हाम्रो तिली दिदी अनि यहाँ चाहिँ अब धान रोप्ने छौँ है। यहाँ धान रोपेर चाहिँ धान रोपेर पछि बारी चुरी माम खानेछौँ। अहिले चाहिँ हाम्रै जग्गा भनौँ न हाम्रै जग्गा भएको अवस्था है। अब यहाँ चाहिँ हामी धान रोप्न गइरहेका न्यु गोस्पेल मण्डली न्यु गोस्पेल चर्च है। आज यहाँनिर प्रोग्राम छ धान रोप्ने प्रोग्राम छ है। अनि तिमीलाई त सहरमा बस्नु मन लाग्छ हामीलाई चाहिँ लाग्दैन भनेको के त्यस्तो भनेको अनि सकिनलाई के पो लागेर बिचरा के भन्ने उसकै खाने हो दिने होइन पाल्ने होइन गऱ्यो भने सचिनलाई चल्ला ढारेकै ऊ त्यही उनीहरूले पाल्ने अहिले फुलबेली माइला पाल्ने ढुक्नु मन होला नि त्यहाँ अहिले आदि बनाएर ग्राफर भन्छ फुलबेली माइला आज कहाँको त्यहाँ ग्राफ ठुलो के केन्द्र गोब्राकै गोब्रा हाम्रो खेत भन्दा पनि मान्छे बढी भयो जस्तो है। अब यति खेतमा धान कसले खाने कसले हेर्ने के बार्ने ल अब हाम्रो धान रोपाइ सुरु भएको अवस्था। न्यु गोस्पेल मण्डलीमा हामी सबै विश्वासीहरूको यो धान रोपाइ भइरहेको जानकारी गराउँदछौँ। कतिपय प्रयास रहरले कतिपय प्रयास करले अनि बाध्यताले रोपाइ गरेको अवस्था। हाम्रो यहाँ चाहिँ रोपाइ सुरु है। मिलाउनेले मिलाइरहेछन् रोप्नेले रोपिरहेछन् अनि कमाउनेले समाइरहेछन् है। फेरि आज हामी न्यु गोस्पेल मण्डली छेउनिर फेरि हामीले यो जग्गा लिएका छौँ अनि
यो जग्गा किन खाली छोड्ने त होइन भनेर हामीले त्यसरी बाटो किन राख्नु भनेर यसरी ट्र्याक्टर लाएर यसरी धान कुलो फर्काएर अनि यसरी हामीले यसरी धान रोप्ने सल्लाह भएको अवस्था त्यही भएर आज यसरी धान रोपिरहेछौँ। सबैहरूलाई सबै विश्वासी हामीले गस्यो मण्डलीको सबै विश्वासीहरू यता पनि काम गर्नुहुन्छ यता काम गरिदिनुहुन्छ है। खाजामा हुँदै हुन्छ। आजको खाजा चाहिँ तयार हुँदैछ। अन्त यसरी सबै कुराहरूमा म्यानेज यहाँनिर हाम्रो बच्चाहरू खेलिरहेको अवस्था। यहाँ चाहिँ हाम्रो आमाले प्याज काट्दै हुनुहुन्छ अनि आज खाजाको लागि। अनि यता चाहिँ बच्चाहरू उठ्दै सुरु भइरहेको छ। हाम्रो सुजाताले मोबाइल चलाइरहेछ। के उपाय गर्नु र खोइ। लगभग एउटा गराकी सकेको अवस्था। धान रोपेर फाइनली सबै नै लाग्यो है। फाइनली हाम्रो यो धान रोपेर सकिएको अवस्था। न्यु गस्पेलको अब न्यु गस्पेलमा यही धानले क्रिसमस मनाउने अब के छ त यसपालिको क्रिसमसको लागि चामल अर्ग्यानिक खान पानी भयो। के भन्नुभएको?